आफ्टर स्पेन्डिङ 1 होल मन्थ विथ माई फ्यामिली आज चाहिँ म जापान फर्किँदैछु। हेर्दा हेर्दा 1 महिना कति छिटो गएको त्यो पनि पत्तै पाएन। बट इट गेभ मी द वार्मथ द्याट आई रियली निडेड। सेइङ गुड बाई टु यर लभ वान्स इज नेभर इजियर। लिभिङ युके विथ अ हेभी हार्ट बट फुल अफ मेमोरिज। आई विल बी मिसिङ अल दोज मेमोरिज होइन। मेरो दिदीहरूसँग बसेर चुग्ली गरेको कुरा काटेको, मेरो हाजुको हातको खाना अनि स्पेसल्ली मेरो सानो छोरीको नखरा चाहिँ एकदम मिस गर्नेछु। सो थ्याङ्कफुल टु इच एन्ड एभ्री पिपुल फर मेकिङ आवर स्टे सो कम्फर्टेबल एन्ड मेमोरेबल। स्पेसल्ली मेरो हाजु र काकालाई एकदम धेरै 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 धन्यवाद। हाम्रो यति राम्रोसँग केयर गर्नुभयो। स्पेसल्ली हाजुको हातको खाना मिस गर्नेछु यार। अनि हाम्रो गौरा दिदी, भेना, दिपा दिदी अनि दाई सबैजनालाई धेरै धेरै धन्यवाद। एज अ न्यू बुहारी भए पनि मलाई एकदम वार्म फिल गराउनु भयो, एकदम वेलकमिङ फिल गराउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। मेन त मेरो बच्चा पार्टीहरूले एकदम धेरै मिस गर्नेछु। अब नेक्स्ट टाइम भेट हुँदा त उनीहरू ठुलो भइसकेको हुन्छ होला। टिल नेक्स्ट टाइम थ्याङ्क यू फर द वार्मथ, लभ एन्ड एभ्रिथिङ इन बिट्विन। तपाईँहरूलाई मेरो युकेको भ्लग एकदम मन पर्यो होला भनेर एकदम आशा गर्दैछु। यति भन्दै मलाई फलो गर्न नबिर्सिनु होला। ओके बाई।